छु 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 छु। यदि तपाईँहरू पनि पोखरा जाँदै हुनुहुन्छ भने त्यहाँकै बाटैकै छेउमा पर्ने लोथर होटल एन्ड लजमा निक्लिनु कहिले नभुलिनु होला, किनभने त्यहाँकै लोकल अथेन्टिक आगोमा सेकाएको फिस सेकुवा अनि त्यहाँकै प्योर भैँसीको घिउ अनि मही पनि पाइँदो रहेछ। मैले पनि त्यहाँ गएर त्यहाँकै लोकल फिस सेकुवासँग खाना खाएँ। त्यति मात्रै कहाँ हो र, उतापट्टि यसो हेरेको त त्यहाँका साउनीले घिउ बनाउँदै हुनुहुँदो रहेछ। अनि मैले पनि आन्टी तपाईँ त के साह्रो राम्रो गोरियो जस्तो भैँसीको घिउ छ त, तपाईँ पनि त्यस्तै भनेको आन्टी पनि लजाउँदै त्यहाँको भैँसीको एक कटोरी आगोमा खारेको घिउ अनि एक ग्लास मही पनि थप कम्प्लिमेन्ट्रीमा दिनुभयो। अनि त्यो सब खाएर टन्न अगाएर म गर्दै निक्लिँदै थिएँ बाहिर। उतापट्टि एउटा सानो भाइले खाना खाइरहेको छ। भाइ खाना कस्तो छ भनेको मिठो छ अरे, मलाई पनि मिठो लाग्यो। अनि बिल तिरेर म फर्किँदै थिएँ। भाइ भाइ भन्नु यस्तो फर्किरहेको आन्टीले फेरि पनि एक बोतल मही यो पनि लिएर जानुहोस् भनेर दिनुभयो। त्यो एक बोतल मही लिएर म पनि फेरि पोखरातिर लागेँ।